हेलो एभ्रिवान। आज चाहिँ मैले सेटमा सोधिराख्ने एकदम महत्त्वपूर्ण क्वेसन लिएर आएको छु है। यो दाइले कति अल्जेब्रा मात्रै गर्छ, अरू गर्न आउँदैन क्या भन्ने सोच्छ क्या हो, त्यस्तो होइन। अल्जेब्रा एकदम इम्पोर्टेन्ट छ र धेरै मार्क्समा सोधेको हुनाले मैले त्यसले प्रायोरिटी बढी दिएको हो। आज चाहिँ मैले सेटको लागि एकदम सोधिराख्ने टाइपको क्वेसनहरू ल्याएको छु। यो चाहिँ एकदम बुझ्न सक्यो भने चाहिँ यो एकदम सजिलो छ है। यो सेट एकदम मार्क्स ल्याउन एकदम सजिलो छ। ल हेर्नुहोस्, पहिला क्वेसन पढ्नुहोस्। इन अ सर्वे 55% प्ले फुटबल, 65% प्ले क्रिकेट एन्ड 35 like to play both. If 150 people are non-gamers, find the number of people who like to play football only and who like to play football using the Venn diagram भनेको छ। पहिला क्वेसन बुझ्नुहोस् है। एउटा सर्वे छ, 55%ले फुटबल र 65%ले क्रिकेट र 35%ले दुवै। र यदि 150जना पिपुल चाहिँ दुवै कुनै पनि मन पराउँदैन भनेपछि त त्यसको टोटल नम्बर अफ पिपुल निकाल भनेर यसरी सोधिरहेको छ है। अब यहाँ बुझ्नुपर्ने के छ भनेपछि हेर्नुहोस्, सबै यहाँ पर्सेन्टेजमा दिएको छ तर एउटा मात्रै नम्बरमा दिएको छ भनेपछि यसलाई पनि हामीले नम्बरमा लगेर त्यसको टोटल नम्बर अफ पिपुल निकाल्न सक्छौँ। त्यहाँबाट यसलाई पर्सेन्टेजमा लगेपछि टोटल नम्बर अफ पिपुल निकाल्न सक्छौँ। यसरी नै हाम्रो मेन हो। यदि सबै पर्सेन्टेजमा दिएको भइदिए इजी तरिका थियो, के मजाले गर्न सकिन्थ्यो। अब ल हेर्नुहोस् है, यहाँ सोलुसन फुटबल क्रिकेट छ। यसलाई सर्टकटमा बुझाउनको लागि मैले लेट एफ एन्ड सी बी द नम्बर अफ पिपुल हु प्ले फुटबल एन्ड क्रिकेट रेस्पेक्टिभली है, मैले माने है। अनि त्यसपछि के छ भनेपछि जे क्वेसन सोधेछ त्यति राख्दै जान्छौँ है। एनएफ इक्वल टु 55%, एनसी इक्वल टु कति छ 65%। अनि त्यसपछि बोथ भनेको दुवै है। बोथ भनेको चाहिँ दुवै मन पराउने, इन्टरसेक्सन। बोथ भनेको चाहिँ इन्टरसेक्सन, यो नझुकिनु होला। 35%। अब यहाँ बुझ्नुपर्ने कुरा, इफ 100 पिपुल आर नन ग्यामर्स भनेछ है। यदि 150जना को यति सोच्नुहोस् कि यो है, यो चाहिँ एकदम महत्त्वपूर्ण, दिमाग ध्यान दिएर सुन्नुहोस् है। यो क्वेसन कुरा चाहिँ है मैले जे भनेछु, यदि क्वेसनमा नन डिडन्ट लाइक, डिसलाइक, नाइदर, नेबर टाइपको क्वेसन आएको छ भनेपछि त्यो हाम्रो जहिले पनि के हुन जान्छ, इन्टरसेक्सन हुन जान्छ है। दुवैको इन्टरसेक्सन हुन जान्छ। र ल भनेपछि यसको के भयो त, नन आइसकेपछि यो इन्टरसेक्सन हुन गयो। यसको हाम्रो कति भयो, 150 भयो। अब यहाँ आउनुहोस्, यदि इन्टरसेक्सन आयो भनेपछि क्वेसनमा हामीले जहिले पनि टोटल नम्बर चाहिँ के मान्छौँ, एनयू मान्छौँ। के आयो भनेपछि यदि क्वेसनमा इन्टरसेक्सन आयो भनेपछि टोटल नम्बर हाम्रो एनयू हुन जान्छ। यदि क्वेसनमा त्यस्तो डिसलाइक अर्थात् डिडन्ट लाइक अर्थात् यो भनौँ न मेन इन्टरसेक्सन आएन भनेपछि हाम्रो टोटल नम्बर चाहिँ के हुन जान्छ, ए युनियन बी हुन जान्छ। त्यसैले हाम्रो यहाँ के आएको छ क्वेसनमा, नन टाइपको आएको छ भनेपछि हाम्रो टोटल नम्बर के हुन जान्छ, एनयू। अब एनयू त हामीलाई दिएको छैन भन्ने होइन, यहाँ के छ, सबै पर्सेन्टेजमा छ भनेपछि हाम्रो टोटल नम्बर नै चाहिने के हुन्छ, 100% हुन जान्छ है। किनकि 100% बाहेक माथि कुनै पनि पर्सेन्टेज हुँदैन। त्यसैले टोटल नम्बर चाहिँ हजुरले 100% राख्न सक्नुहुन्छ। अब यहाँ के छ, नाउ हामीले क्वेसन आन्सर गर्छौँ। हामीलाई टोटल के निकाल्नु छ, नम्बर अफ पिपुल निकाल्नु छ है। नम्बर अफ पिपुल निकाल्नको लागि हामीलाई के चाहियो, यसको सुरुमा जो यो इन्टरसेक्सनको छ नि, यसको पनि हामीलाई के चाहियो, पर्सेन्टेज चाहियो भने चाहिँ बल्ल यसलाई हामीले के गर्न सक्छौँ, टोटल नम्बर अफ पिपुल निकाल्न सक्छौँ। यसको लागि हामीले इन्टरसेक्सन निकाल्नको लागि त हामीले यसको पर्सेन्टेज निकाल्नको लागि त हामीले पहिला सुरुमा यसको युनियन चाहियो होइन। के गर्छौँ, एन ए युनियन सी इक्वल टु एनएफ इन्टरसेक्सन युनियन सी इक्वल टु एनएफ प्लस एनसी माइनस एनएफ इन्टरसेक्सन सी। क्वेसन अनुसार गएँ म है। एफ दिएछ 55 प्लस यो पनि दिएछ यो दिएछ 35%। अब भनेपछि 55मा 65 जोड्दा 5 5 10, 6 5 11, 1 12, 120 माइनस 35% है गर्दा आयो कति, 85% टोटल आयो। यसको कति आयो, टोटल 85% आयो भनेपछि अब हामीलाई के दिएछ, अगेन एनएफ इन्टरसेक्सन सी। यसको फर्मुला के हो भनेपछि एनयू माइनस एनएफ इन्टरसेक्सन सी
एफ युनियन सी हो कि होइन हो नि भनेपछि भनेपछि एन यु कति छ 100% माइनस एन एफ इन्टरसेक्सन कति आछ 85%। यहाँबाट हामीले के निकाल्यौँ यसको 15% के निकाल्यौँ यसको कम्प्लिमेन्ट नम्बर त हामीलाई दिएकै छ हामीले निकालेको चाहिँ के निकालेको पर्सेन्टेज निकालेको है यहाँ। अब यहाँ भन्नु होला यसमा किन दाइले यहाँ 150 राख्नु भएन भन्नु होला किनकि हामीले निकाल्न लागेको पर्सेन्टेज हो त्यसैले मैले पर्सेन्टेजमा निकाल्न। अब यहाँ पर्सेन्टेज आइसक्यो भनेपछि यहाँ नम्बर दिएको छ भनेपछि अनि अब हामीले नम्बर मजाले लेख्न सक्छौँ लेट अर्थात् सपोज हैन सपोज टोटल नम्बर बी एक्स मानिदिएँ है मैले है न एक्स माने भनेपछि अब यहाँ अलि झन् बुझ्ने पर्ने क्वेसन है के छ भनेपछि यहाँ जो हाम्रो इन्टरसेक्सन छ नि त्यसको पर्सेन्टेजले 15% अफ एक्स टोटल नम्बरलाई मल्टिप्लाई गर्दा हाम्रो टोटल इन्टरसेक्सन हुन जान्छ है यसरी 150 हुन जान्छ। के हुन्छ भनेपछि यदि पर्सेन्टेज यस्तो टाइममा दियो भनेपछि 15% अफ जो हामीले पर्सेन्टेज निकालेको छौँ यो इन्टरसेक्सनको हो त्यसको पर्सेन्टेज टोटल नम्बरलाई मल्टिप्लाई गर्दा टोटल कति हुन जान्छ त्यसको 150 हुन जान्छ इक्वल टु 150 भन्नु खोजेको। अब यसलाई के गर्नुहोस् 15 डिभाइड बाई 100 इन्टु एक्स इक्वल टु 150 हैन। अब यसलाई सरी मैले यतापट्टि देखाएँ यही क्वेसनलाई यो आएको छैन यस्तो टाइपको क्वेसन आएको भने चाहिँ अब और एक्स इक्वल टु 150 इन्टु 100 डिभाइड बाई 150 गर्न मिल्यो सरी कति 15 गर्न मिल्यो 15 क्यान्सल भयो सो द्याट एक्स इक्वल टु कति आयो 1000 आयो हाम्रो के आयो 1000 टोटल नम्बर अफ पिपुल आयो भनेपछि हाम्रो एउटा क्वेसन आयो। अब हाम्रो सेकेन्डमा के छ भनेपछि के सोधेछ भनेपछि फुटबल वान्ली सोधेछ है फुटबल वान्ली के छ हाम्रो नम्बर अफ फुटबल वान्ली देन फुटबल वान्ली के छ त्यसको फर्मुला एनएफ माइनस एनएफ इन्टरसेक्सन सी। अब वान्ली सोधेछ एनएफ हाम्रो छँदैछ त्यहाँ चाहिँ कति छ 55% हैन अनि हाम्रो इन्टरसेक्सन कति छ 35%। अब 55 मा 35 घटाउँदा कति हुन्छ सायदमा 45 20% हुन्छ है। अब 20% हुन्छ भने अब हामीले यसलाई पर्सेन्टेजमा निकाल्यो भने हामीलाई निकाल्नु पर्ने हाउ मेनी टोटल नम्बर अफ पिपुल हु लाइक फुटबल वान्ली नम्बर एक्स है नम्बर यसै जसरी निकाल। अब एक्स निकालेछौँ भनेपछि अब हामीले यहाँ के गर्न सक्छौँ एफलाई 20% अफ एक्स सेम सिमिलरली है त्यो जसरी नम्बर निकालेको थियो यसको पर्सेन्टमा जति टोटल नम्बर मल्टिप्लाई गरिन्छ त्यही नै हाम्रो टोटल नम्बर अफ फुटबल वान्ली मन पराउने चाहिँ त्यसरी आउँछ है इन्टु एक्स कति छ भर्खरै 1000 आइसक्यो हैन 0 क्यान्सल हाम्रो कति आयो 200 चाहिँ के आयो फुटबल वान्ली। अनि अर्को तेर्सोमा हामीलाई के सोधेछ भेन डायग्राम बनाऊँ हैन एमा यो ए को क्वेसन हो भेन डायग्राम बनाउन सजिलो छ है मैले एउटा यो चाहिँ हजुरले बनाउँदा पेन्सिलले बनाउनु होला है यसरी बनाउने यो हाम्रो एनएफ हो यो हाम्रो एनसी भयो हैन। अब एनएफ को लागि हाम्रो यहाँ के छ 55% छँदैछ 65% यहाँ छँदैछ इन्टरसेक्सन 35 दर्ज बाहिर हाम्रो कति छ 35%। यो पछि हजुरलाई म डिटेलमा एकचोटि बुझाउँछु यसको इन्टरसेक्सन यो सबैको बारेमा अहिले यति ध्यान दिनु। अनि त्यसमा हामीलाई के सोधेछ एनएफ भन्ने सोधेछ है एनएफ भनेको कति हो भनेर सोधेछ फुटबल मात्रै मन पराउने फुटबल वान्ली हैन फुटबल मन पराउने कति छन् भनेको एनएफ भनेको हाम्रो यहाँ के छ क्वेसन कताको सरी एनएफ कति छ हाम्रो 55% छ हैन। अब हामीले त्यो 55 एनएफलाई त्यही सिमिलरली 55% अफ एक्स यसरी नै गर्छौँ फेरि 55% कति छ 55 डिभाइड बाई 100 इन्टु एक्स कति छ 1000 छ है। अब 1000 भनेपछि यसको पनि 0 क्यान्सल भयो यसको कति आयो 550 एन्सर यसरी आयो है। अनि लास्टमा लेट अर्थात् देयरफोर द टोटल नम्बर अफ पिपुल हु लाइक फुटबल इज 200 and the फुटबल वान्ली इज 200 and the फुटबल इज 550 रेस्पेक्टिभली भनेर यसरी हजुरले चाहिँ लास्टमा एन्सर लेख्दा एकदम राम्रो। यदि केही कुराहरू जानकारी छ भनेपछि केही कुराहरू जान्न छ भनेपछि प्लिज मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् त्यहाँ गएर कमेन्ट बक्समा गएर हजुरले लेख्न सक्नुहुन्छ। अनि यदि कोही के क्वेसनहरू छ भनेपछि हजुरले मलाई डाइरेक्ट मेसेज गर्न सक्नुहुन्छ। हस्त धन्यवाद थ्याङ्क यू सी यू हामी अझै नेक्स्ट भिडियो।